कहिलेकाहीँ त यस्तो भन्न मन लाग्छ, मैले तिमीलाई गुमाएको होइन, तिमीले मलाई गुमायौ। तिमीले हर कोही भित्र मनै खोज्ने छौ, तर म कहीँ पनि भेटिने छैन भनेर यस्तो रिसाएर भन्न मन लाग्छ। भनेर तपाईँलाई भन्न मन लाग्छ लाग्दैन? छोडिदिनुहोस्, उसको बुद्धि त्यति थियो, त्यस्तै भयो उसको लस। तपाईँलाई के भएर? म यस्तो 6वटा कुरा बताउन चाहन्छु, तपाईँलाई काम लाग्छ गोप्य कुराहरू, कसैलाई नभन्नुहोस् ल टाइपको कुराहरू। यस्ता 6वटा कुराहरू हुन् जुन रिलेसनसिप एक्सपर्टहरूले चाहिँ सम्बन्ध सधैँ टिकिरहन पाओस् भन्ने चाहनुहुन्छ भने तपाईँलाई यी गोप्य कुराहरू आफ्नो सम्बन्धमा ल्याउनु पर्ने हुन्छ। तपाईँ चाहनुहुन्छ हामी सधैँ यत्तिकै साथ बसिरहौँ, हाम्रो सम्बन्ध एकदमै जुगौँ जुग टिकोस्। अब जुग त कसले देखाएको छैन, एटलिस्ट अहिलेको अवस्थामा चाहिँ एकदम लङ टर्म जाओस् सम्बन्ध भन्ने चाहनुहुन्छ भने यो चाहिँ एक्सपर्टहरूले भनेका कुरा हुन्, मैले गफ्तेको होइन नि। त्यो 6वटा कुरा म तपाईँलाई भन्न चाहन्छु। सिक्रेट्स के रहेछ त सम्बन्धलाई स्ट्रङ बनाउन, पावरफुल बनाउन। त्यो एकदमै खतरा ठुल्ठुलो कुरा के पनि होइन, सिम्पल थिङ। यो चाहिँ डक्टर माइक मैकनल्टी उनको नाम, उनी चाहिँ एकदम सर्टिफाइड थेरापिस्ट रहेछन्। उनले भनेको कुरा विशेष गरेर रोमान्सको कुरा आउँछ, इन्टिमेसीको कुरा आउँछ, सम्बन्धमा झगडाको कुरा आउँछ, सम्बन्धमा मित्रताको कुरा आउँछ। त्यो सबैलाई कसिलो बनाउने 6वटा सिक्रेट्स। नम्बर 1, दुईजना एकदम मिलेर बस्छन्, उनीहरू हेर्दा एकदमै खुसी छन् भने फर्स्टमा के गर्छन् थाहा छ? एकअर्कासँग समय बिताउनको लागि समय निकाल्छन्। आजकल हामी यति धेरै बिजी छौँ, हामीसँग टाइमै छैन। अनि फेरि सम्बन्धमा गाँसिएपछि लप्पन छप्पन यताउता कुराहरू यति बढी आउँछ, एक अर्काको लागि त्यो फेस हेरेर आई कन्ट्याक्ट गरेर मायालु शब्द बोल्ने त फुर्सदै छैन। तर जो खुसी छन् सम्बन्धमा उनीहरूले के गर्छन्? उनीहरूले हामी सम्बन्धमा समय बिताउन पर्छ भन्ने कुरालाई प्रायोरिटीमा राख्छन्। नम्बर 2 मा चाहिँ जुन सम्बन्ध बिताउँछन् नि त्यो एकदम क्वालिटी टाइम हुन्छ है। भन्नाले छेउमा बसेर बुझ्नुभयो भन्न खोजेको, एकअर्कालाई एकदमै इन्सल्ट गर्ने, जे पाए त्यो बोल्नेहरू भन्दा पनि समय साथ बिताउँदाखेरि एकदमै राम्रो खालको कुराहरू गर्ने, मिठा कुराहरू गर्ने, एकअर्कालाई प्रेरणा दिने खालको कुराहरू गर्ने, लाइफ इज गुड, वर्ल्ड इज ब्युटिफुल भन्ने खालको त्यो भाव आउने खालको कुराहरू गर्ने। तपाईहरु दुईजना भेट्दाखेरि कस्तो हुन्छ? रिसाउने, कराउने, झगडा गर्ने मात्रै हुन्छ कि क्या हो? त्यो एकदमै घातक हो है। कहिले हुन्छ त्यस्तो भने हैन, तर एभ्रीडे हो भने चाहिँ द्याट्स नट हेल्दी आई गेस। नम्बर 3 मा एकअर्काको कुरा सुन्छन्, एकअर्काको कुरा बुझ्छन्। सुन्नु बुझ्नु यो पनि एउटा कला हो। ऊ बोलेको बोले तपाईलाई मतलबै छैन, ऊ मनको कुरा भनेको भने तपाईलाई वास्तै छैन। हामी त्यस्तो गर्यो भने कसरी हुन्छ? हुन्न नि। त्यसैले उसको मनको कुरा सुनिदिनु पनि कला हो, उसको कुरा बुझिदिनु पनि कला हो। म आशा गर्छु तपाई यो कलामा एक्सपर्ट हुनुहुन्छ। हुनु भएन भने दुःख पाउनुहुन्छ। नम्बर 4 मा आफ्नो पार्टनरलाई म बारम्बार भनिरहन्छु, इट्स सो सिम्पल, अप्रिसिएसन भन्ने कुरा, उसको राम्रो कुराहरूलाई तारिफ गर्नै पर्छ कि। हामी कसलाई के भनिरहन्छौँ उसलाई खुसी बनाउनको लागि, चाप्लुसी गर्छौँ होला कतिलाई होइन, तर आफ्नै मायालुलाई किन चाप्लुसी नगर्ने? चाप्लुसी एज एन मायाका मिठा मिठा शब्दहरू भन्नुहोस् न उसलाई पनि, उसको यो मनपर्छ ऊ मनपर्छ भनेर। र सेकेन्ड लास्टमा त्यस्ता पावर कपलहरू, दुईजना एकदम खुसी देखिने व्यक्तिहरूमा त्यो महत्त्वपूर्ण जति पनि मुद्दाहरू हुन्छ नि, कति इम्पोर्टेन्ट इस्युजहरू आइरहेको हुन्छ नि, तिनमा चाहिँ तिनीहरूले सहमति जनाउँछन् र त्यसमा चाहिँ एकदमै उनीहरू एकदम एट पिस भने जस्तो एकदम शान्तिपूर्वक त्यो कुरालाई सल्टाउँछन् कि तपाईको लाइफमा पनि के आइरह होला, घरि इगो आउँछ, घमण्ड होला, परिवारकै कुरा होला हैन, कामकै कुरा होला, त्यसले चाहिँ एकदम दिनदिनै कच 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 गरेर धमिरा जस्तो सम्बन्ध खाने भन्दा पनि ल है यो मुद्दा चाहिँ यस्तो हो भनेर चट्ट सल्टाउने, चट्ट छोड्दिने, त्यो चाहिँ गर्न पर्ने रहेछ। र लास्टमा एकअर्काको लागि एकदमै कमिटेड, प्रतिबद्ध, एकअर्काको लागि एकअर्कालाई सफल बनाउन, एकअर्कालाई खुसी बनाउन, एकअर्कालाई मायाले भरिएको बनाउन, एकअर्कालाई बुझ्ने खालको पार्टनर बनाउन। यस, रिलेसनशिप मस्ट कम फर्स्ट भन्ने खालको कमिटमेन्ट एकअर्कालाई गर्न आवश्यक छ। त्यसैले माई डियर फ्रेन्ड, हेर्नुहोस्, समय बिताउनु पर्यो, समय तर क्वालिटी टाइम बिताउनु पर्यो,
एकअर्काको कुरा सुन्ने बुझ्ने गरिदिनु पर्यो, तारिफ गर्न पर्यो। त्यसपछि के भने मैले सुन्नुभयो, एकअर्कालाई कमिटेड हुन एकदमै आवश्यक छ। त्यस्तो भयो भने अनि सबै गरियो र हरेक कुरामा म्याक्सिमम कुरामा सहमति जनाइयो र त्यो इस्युलाई लेट गो गरियो भने म तपाईँलाई लेखेर दिन्छु, तिमी आयो र त म यति खुसी छु भन्ने खालको कन्फिडेन्स डबल होइन ट्रिपल हुनेछ।